वैशाख 11 गते सिरुवा मेलाको सुरुवातसँगै आज हाम्रो सुन्दर हरिचा अवस्थित रहेको मधा मेलाको दिन हो। आज हामी तपाईहरुलाई मधा मेलातिर लैजाँदैछौँ। परा संघर्ष त्याग र वर्षौंदेखि चलिआएको यो परम्परा जसलाई हामी मेलाको रूपमा जान्दछौँ र यसमा हामीले समर्पण र त्याग पनि देखाउन प्रयास गरेका छौँ। यो एउटा परम्परा चलिआएको छ। प्रश्नहरू मनमा छन्। यी परम्परा र हामीले राख्नै पर्ने अवस्थाहरू सिर्जना अघि बढाउनै पर्ने हामीलाई थाहा छ, तर अन्योलता पनि उत्तिकै धेरै छ। साथै अर्को पुस्तासम्म हामीलाई लानुपर्ने पनि आवश्यकता देखिन्छ। कतै बलि प्रथा अगाडि बढ्दै रहेको छ भने यसको महत्त्वपूर्णता प्रकृति पूजा र यो ग्रामथान पूजा, यस्ता प्रश्नहरू हाम्रो मनमा अझै पनि छ। यसलाई हामीले यसको प्रश्नको उत्तर हामी र म खोज्न प्रयास अझै पनि गरिरहेका छौँ। अझै पनि लाग्दछ हामी धेरै कुराहरूमा पछाडि छौँ। खैर, तै पनि म आज आएको छु मेरो नजिकै रहेको महेन्द्र राजमार्गदेखि गोडगाउँ भन्ने ठाउँबाट लगभग 1.5 किलोमिटरमा यो मधा मेला अवस्थित छ। सुन्दर हरिचा नगरपालिकामा पर्दछ। थारू आदिवासी जनजाति, खवास आदिवासी जनजातिहरूले मान्ने अथवा भनौँ सम्पूर्ण तराई क्षेत्रमा जनजातिहरू यस पूजालाई विशेष रूपमा लिएको पाइन्छ। थाहा भएसम्म आदिवासी जनजातिहरूले आफ्नो वर्षभरि कुनै भाकल अथवा मनको इच्छा पूरा भएमा यहाँ भाकल गर्ने गर्छन् र आफ्नो इच्छा अथवा भाकल पूरा भएमा यहाँ चढाउने गर्छन्। यहाँ बलि मात्रै चढाइँदैन, यहाँ बलिको साटो लड्डुहरू, पान सुपारी पनि चढाइन्छ, जसलाई विशेष अर्थ राख्दछ। मेलापात भनेको हाम्रो लागि मनोरञ्जनात्मक मात्रै होइन, यसले इतिहास, संस्कृति, भाइचारा, मित्रता र भविष्यप्रति सकारात्मक सोचको विकास पनि गरेको पाइन्छ। दिन थान पूजा गरिसकेपछि मनोरञ्जनात्मक कार्यमा पनि हामी सामेल हुने गर्दछौँ र विभिन्न ठाउँबाट पाहुनाहरू आफ्नो आफन्तजनलाई भेटघाट गर्न पनि आउने गर्दछन्। विशेष प्रकारले यो एउटा सम्बन्धलाई बलियो, प्रगाढ र सुमधुर बनाउने समयको रूपमा पनि यो विशेष अर्थ बोकेको समयको रूपमा लिन सकिन्छ। एक पिँढीदेखि अर्को पिँढीसम्म लैजान, भाइचारा वृद्धि गर्न यो एउटा महत्त्वपूर्ण सिरुवा मेलाको रूपमा लिन सकिन्छ अथवा थान पूजाको रूपमा लिन सकिन्छ। यो हाम्रो परम्परा हो जुन हामी थारू समुदायहरू धेरैजसो हरेक वर्ष मनाउने गर्दछौँ।
के खानुभएको के खानुभएको मिठाई 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 खाने कहाँ पुगेर आउनुभयो नाङ्गुते 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 हो नाङ्गुते उनीहरूको आगमनसँगै मेला पुनः फेरि मलाई जानु पर्यो र फेरि पनि तपाईँहरूलाई मेला बेलुकासम्म कस्तो हुन्छ भन्ने देखाउन पाउँदा म यो पालि खुसी नै छु। जाउँ अब मेलातर्फ। पार्टनर छ लोक इस्माइल त छ दाजु भएको मेलाको अन्तिम क्षणहरूमा पुग्दासम्म यहाँ भिडभाड का दृष्टिकोणले पनि निकै नै यहाँ गम्भीर प्रश्नहरू हरेक वर्ष उठ्ने गर्दछ। सामान्यतः सानो कुराहरूले गर्दा यस्तै खालको सानो अराजकताले गर्दा विभिन्न घटनाहरू पनि हुने गर्दछ। तसर्थ यो साल एकदमै राम्रो भयो। कुनै खालको त्यस्तो घटनाहरू सिर्जना भएन। हरेक साल यतिखेरसम्म कुनै पनि कुराहरू कुनै पनि पसलहरू रहँदैन थिए, तर यो वर्ष धेरै नै राम्रो रह्यो र हरेक पसलहरू हरेक व्यक्तिहरू आफ्नो मनोरञ्जन राम्ररी गर्न पाए र मैले पनि यस्तो एक दुईवटा कुराहरू पनि गर्न पाएँ, जुन मलाई धेरै नै खुसी लाग्यो। मैले जेरी हल्का बनाएर आफूलाई मनपर्ने तरिकाले बनाउन लाएर र म आफैले स्वयं जेरीलाई रसमा डुबाउन पाएँ र नयाँ अनुभव पनि लिन पाएँ। प्रति केजी 250 रुपियाँको दरले हामीले 1 केजी लाने निर्णय गर्यौँ र यो मन परेको हुनाले मैले चाहिँ 1 केजी लान खोजेको र पहिले नै हामीले 1 केजी पहिले नै लगिसकेका थियौँ। अथवा जिलेबी किने पश्चात हामी घरतिर लाग्यौँ र फेरि हामी के छुट्यो के बाँकी रह्यो भन्ने सोचमा थियौँ। यसै क्षणमा हामीलाई आइसक्रिम खान मन लाग्यो र फेरि पनि हामी फेरि आइसक्रिम खान हिँड्यौँ। चकलेटमा डुबाएको त छैन नि? चकलेटमा डुबाएको लिदिन क्या? चकलेटमा डुबाएको चार तिन सर्वी केही हुँदैन। घर में लेकर 10 रुपये, यहाँ 50 100 रुपया।
आखाला खेवे बड़ा गया सवा पकड़ खेवे न करते क्या पता ना पता लो 416 मुमा ब्लॉग डाले लगा तो नहीं है तू जेरी कल से टिकट काट भाग हमने हो अच्छा रहेगा ये करना खराब है काम छोड़ी गया कोजी गरम है जरा पकड़ में हजार तरह खत्म है मो कसिन 10 साल हम हां फिल्म करी हां एक गते से 15 गते तक कमे आलू ने एक गते से 15 गते तक कमे आलू चल जी तो जाके कोई सुनो हां हम मेरा करतो और बढ़िया कोटा दे अनि हामी अब घर पुगिसकेछौँ र पाहुना पनि धेरैजना आइसक्नु भएको थियो त्यही भएर अब हामी पाहुनालाई सत्कार गर्नतिर लाग्छौँ मासु पाकिसकेको छ सो यो सी यु इन द नेक्स्ट ब्लग होइन अनि यो भोलिपल्टको दिन म यो चाहिँ टेरी चोक सी यु इन द नेक्स्ट भिडियो थ्याङ्क्स फर वाचिङ